महोदय, माइती घर समूहका पहिलो वैशाख कार्यक्रममा भेला हुनुभएका सम्पूर्ण दर्शकगणलाई म सुषमा प्रधानबाट नमस्कार छ। अब हामी कार्यक्रमको अन्तमा आइपुगेका हुनाले म माइती घरको तर्फबाट धन्यवाद टक्राउन यहाँ उभिरहेकी छु। सर्वप्रथम हाम्रा अतिथि एकाडेमी पुरस्कार प्राप्त श्री नरेन्द्र गुरुङले हाम्रो आतिथ्य स्वीकार गर्नुभई आफ्नो समय दिनुभएको र नेपाली लोक संस्कृतिबारे जानकारी गराइदिनु भएको मलाई म उहाँलाई हार्दिक धन्यवाद टक्राउँछु। हाम्रो विशेष अतिथि एसडिओ श्री श्रीनिवास वी राव पाटिल, एडीएम श्री पी.के. बर्दवा, एसएम कमिश्नर श्रीमान सोनम वाङदु भुटिया, डिप्टी मेयर एसएम श्री राजन शर्मा, INO बोर्डो कमिटी चेयरमैन एंड वार्ड नंबर 2 काउंसिलर मिस गार्गी चैटर्जी अनि समाजसेवी श्री राजन सुन्दास सरलाई म धन्यवाद टक्राउँछु। यस्तै अन्य प्रतिष्ठित गायक गायिका क्रमे श्री कर्णदास, श्री आदित्य बीके अनि सुश्री दिया सुनारलाई म हाम्रो कार्यक्रममा आई शोभा बढाइदिनु भएकोमा धेरै धेरै धन्यवाद टक्राउँदैछु। यति ठुलो कार्यक्रम गर्नलाई हामीलाई ठुलो जमिनको आवश्यक थियो। सो हाम्रो श्रीमती अनिता राईले पूर्ण गरिदिनु भएकोमा उहाँलाई पनि म धेरै धेरै धन्यवाद टक्राउँदैछु। यस्तो बृहत कार्य सम्पन्न गर्न बृहत धनराशि चाहिन्छ र जसले आफ्नो हविवत अनुसार सहयोग गरेर हामी सबैलाई आर्थिक सहायता पुर्याउनु भएकोमा उहाँलाई हार्दिक धन्यवाद टक्राउँछु। सम्पूर्ण मिडिया कर्मीले हामीलाई समय दिनु भएर कार्यक्रमको प्रचार प्रसार गरिदिनु भएकोमा पनि म उहाँहरूलाई धन्यवाद दिँदैछु। सम्पूर्ण विज्ञापनदाताहरू आफ्नो विज्ञापन दिई हामीलाई सहयोग पुर्याउनु भएकोमा हार्दिक धन्यवाद टक्राउँदैछु। यसै गरी हाम्रो कार्यक्रम सफल पारिदिन अघि बढेर क्रमै नटराज नृत्य केन्द्र सालबाडी, कर्म म्युजिक एकाडेमी डान्स, डी कम्पनी, निप्रो, सृष्टि ब्यान्ड, गोरुबथान, हिपहप, क्रस नेसन, साकेवा परिवार साथै गीत अनि नृत्य प्रतियोगितामा भाग लिने सबैलाई धेरै धेरै धन्यवाद टक्राउँदैछु। हाम्रो सुविधालाई ध्यानमा राखी पण्डाल तयारी पारिदिने हुने हाम्रो खड्का भाइलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँ विभिन्न प्रकारका पसलहरू राखी हामीलाई सहयोग पुर्याउनु हुने सबैलाई धेरै धेरै धन्यवाद। हाम्रो 2 दिने कार्यक्रममा सफल पार्न उपस्थित हुनुभएका सम्पूर्ण दर्शकहरूलाई धन्यवाद टक्राउँदैछु। माइती घर समूहको सम्पूर्ण कार्यकर्तालाई विशेष धन्यवाद। अन्तमा सबैलाई नेपाली नववर्ष 2079 को मङ्गलमय शुभकामना व्यक्त गर्दै पछि 2080 को पहिलो वैशाखमा फेरि भेट्ने इच्छा साँच्दै म हाम्रो समूहको सबै सदस्यलाई फेरि एकपल्ट मञ्चमा आइदिनुहोस् अनि सबैलाई हात जोडेर धन्यवाद दिने म इच्छा गर्दछु। धन्यवाद।